गाइज हेर्नु न, यो हावा पनि मेरै घरमा आएर चल्न पर्ने कि मैलाई गाटा पार्न पर्ने। जो मान्छे बिजी हुन्छ, जो मान्छेले गर्न भ्याउँदैन, त्यही मान्छेकोमा आएर यसरी वर्षाउँदै गरेको घिरौँला यस्तो राम्रो घिरौँला फलेको थियो भन्ने त सीमा नै छैन कि यति धेरै वर्षायो यो घिरौँला। यो झालले घिरौँला हेर्नु, ओहो यस्तो घिरौँलाको झाल चाहिँ पल्टेर उतापट्टि मैले अदरक ल्याएको थिएँ, अदरकमाथि परेछ। अनि त्यसपछि फेरि छिटो छिटो गरेर पल्लो घरको यो देखेको छ नि, यो पल्लो घरको आमासँग खन्ती मागेँ। अनि त्यसपछि आमा मलाई खन्ती दिनु त भने खन्ती मागेँ। अनि त्यसपछि मैले चाहिँ थाक्रा गाड्न लागेँ कि त्यो सबै निकालेँ त्यो थाक्राहरू। अनि त्यसपछि यसरी चाहिँ थाक्रा गर्न लाग्यो। अनि त्यसपछि हाम्रो यहाँ छिमेकी पल्लो बाबु एकजना बाबु चाहिँ आएको रहेछ। बाबुलाई त्यो झाल अडाइदेऊ त बाबु भने त्यो भाइले चाहिँ त्यो झाललाई अडाइदिए होइन। अनि त्यसपछि चाहिँ मैले चाहिँ यो झाल 17मै सुतेको झाललाई उठाउन भएँ कि सक्सेस भएँ कि। अनि अर्को फेरि एकजना भाइ आयो, के गर्नु लाउनु भएको आन्टी भनेर एकजना फेरि भाइ आयो। अनि त्यसपछि त्यो भाइले पनि ल त्यो गराउ त बाबु, खन्तीले यसो गराउ त म यता समाउँछु भनेर भनेको। त्यो भाइले त बाउसाले खने जाइ पो गर्छ बाबै नजानेको रहेछ। अनि फेरि मैले आफै नै बनाएँ। अनि बनाएर अनि मैले चाहिँ गाडेँ थाक्रालाई। योहरू यस्तै छ गाइज होइन। बिजी हुन्छु, उता अचार उता सुटिङ है, कति बेला सुटिङमा जान्छु, कति बेला अचार बनाउँछु। अझ भएन भनेर अब दैनिकी खाजा पनि स्टार्ट गर्दैछु गाइज। धेरै महिनामा 1-2-3 महिनै भयो मैले दैनिकी खाजा नबनाएको। धेरैजना आत्तिनु भएको छ, खाजा कहिले बनाउनुहुन्छ के दिदी बहिनी भनेर धेरैजना गाउँमा धेरैजना आत्तिनु भएको छ। अब खाजा पनि बनाउन स्टार्ट गर्नुपर्छ मैले, सबैको लागि पनि। मैले नबोलाए पनि मैले चाहिँ खाजा चाहिँ स्टार्ट गरिदिनै पर्छ। हाम्रो गाउँले दिदीबहिनी दाजुभाइहरू सबैजनाले सधैँभरि फोन गरेर हैरान पारिसक्नुभयो, छिटो खाजा बनाउनुहोस् न, छिटो खाजा बनाउनुहोस् भनेर। अनि मेरो हातको खाजा चाहिँ दामी भन्छ अरे कि गाई, त्यही भएर सबैजना पल्किनु भएको छ। अनि अचार पनि त्यस्तै मिठो बन्छ भन्नुहुन्छ सबैजनाले। अनि अचार पनि सबै अहिले कम्बो सेट चलिरहेछ, तामाताम मैले पठाइरहेको छु अचारहरू पनि। हजुरहरूलाई पनि कम्बो सेट अचार चाहिन्छ भने अर्डर गर्नु होला। हेर्न सक्नुहुन्छ कति धेरै त्यही घिरौलामा थियो कि यो सबै थाक्राहरू। अनि हेर्नु न, सधैँभरि घर नै भ्याउँदिनँ। अब 1 हप्ता भयो त्यहाँ झार गोडेको थिएँ मैले, 1 हप्ता भयो थियो कि त्यो 1 हप्तामा हेर्नु न कति धेरै झार पलाइदियो होला कि। यस्तो गर्न नभ्याएपछि त है। अनि त्यसपछि मैले फेरि सोचेँ औषधि राख्नुपर्छ क्या हो भन्ने सोचेको थिएँ। अनि अब औषधि नि अब हुन्छ नि त, अब औषधि हाल्यो फेरि अरू पनि मर्छ नि त उताको नि। घिरौँलाको झालहरू फेरि उता कर्कलाहरू फेरि असर पर्यो भने पानीले बगाएर उतै लान्छ नि त। अनि फेरि असर पर्यो भने भनेर औषधि पनि राख्न मैले चाहिँ सकिनँ। त्यही भएर मैले हातले नै गराएको छु। हातको नङहरू एकदम दुख्छ कि। म फेरि काम गर्न लागेँ भने मेसो पाउँदिनँ कि काम गरेको, एकैछिनमा सब काम हो कि, चाटचुट हो कि। म फेरि घरको काम पनि त्यस्तै, बाहिरको काम पनि त्यस्तै, एकैछिनमा चाटचुट हो होइन। अब ल हेर्नुहोस् मैले कति छिटो गरेको छु होइन। अब त्यहाँ सर्पहरू नि कति धेरै हुन्छ कि यहाँ। फेरि नवलपुरमा फेरि सर्प, विषालु सर्प हुन्छ नि त, कोब्रा, करेन्ट होइन, गोमन होइन, सर्पहरू पनि थुप्रै हुन्छ हेर्नु। डर लागिलाई मैले झाडु खालेछु, डर लाग्छ नि त। हेर्नुहोस् त कति धेरै झार छ। फेरि यो चाहिँ लगभग 15 दिन जति भयो नगोडेको झाड। 15 दिनमा त्यत्रो पलाएछ। यतापट्टि चाहिँ 1 हप्तामा त्यति पलाएको हो। 15 दिनमा यस्तरी झार पलाइदिन्छ गाइज। अनि के गर्नु कि, कति काम गर्नु। बिचरा हाम्रो छिमेकी बाबुले चाहिँ भिडियो खिचिदिरहेछ। अब ल हेर्नुहोस् त, अब मलाई त भिडियो खिचिदिने मान्छे हुँदैन नि त। घिरौँला हेर्नु न, उतापट्टि पनि उस्तै फले ह। कति खानु के कति खानु, एक्लै मान्छे छु, कति खाने हो। उता फर्सी फलेर बिहाल्छन्, उता भेन्डी फलेर बिहाल्छन् होइन। उता कर्कलाको गाबाहरू खानी छ तरकारी भने थुप्रै हुन्छ। मैले चाहिँ अर्ग्यानिक बनाउँछु गाइज होइन। किनभने अब हुन्छ नि त, अब आफैले अर्ग्यानिक बनाउनुपर्छ तरकारीहरू भनेको। अब आफूले कुनै विषय दिइहालिन्न, केही हुन्न होइन। खुर्सानी पनि अर्ग्यानिक खुर्सानी छन् मेरोमा। अब चट्ट अब दैनिकी खाजा बनाउँदा घरकै अर्ग्यानिक खुर्सानी राख्छु मैले। ल हेर्नुहोस् त्यहाँ यति धेरै झार छ। कर्कलाको गाबा खान खुब मन लागेको थियो मलाई।
यता हिँड्ने बाटो नै नै, फेरि यतापट्टिको मिठो हुन्न कि उतापट्टिको चाहिँ मिठो हुन्छ। अर्कै कर्कलो, यतापट्टिको अर्कै कर्कलो थियो। अनि फेरि म चाहिँ उतापट्टिको कर्कलो टिप्न जानलाई यसरी झारपोला थियो। हिजैदेखिबाट गाभा खान यस्तो रहर लागेको थियो मलाई। अनि कर्कलाको गाभा चाहिँ एकदम मनपर्छ है मलाई। टक्क कागती राख्यो, अनि त्यहाँ हरियो खुर्सानी टोक्यो, लत्रक्क पारेर गाभा पकायो अनि खायो। यस्तो दामी हुन्छ हेर्नु गाभा त, ओहो एक थाल भात रुच्छ हेर्नु। अनि त्यसपछि आज चाहिँ सरसफाइ गऱ्यो, भोलि चाहिँ गाभाको तरकारी बनाउनु पर्ला अनि चट्ट खानु पर्ला। यस्तो मिठो हुन्छ र भने त सीमा नै हुँदैन गाइज। ल हेर्नुहोस् है, मैले चाहिँ सरसफाइ लगभग भ्याएँ भने पनि हुन्छ, किनभने अब यो ठुलो ठुलो गरिरहेको छु। अब यो सानो सानो त मैले आरामले उखाल्छु कि, ठुलो ठुलो पहिला यो जहाँ हिँड्ने बाटो चाहिँ बनाउँछु भनेर चाहिँ मैले बनाऊ। अब यो सानो झार पनि गोडेर राम्रो बनाउने। हस् त नि गाइज, ल हेर्नुहोस् त मेरो पसिना हेर्नु त गाइज।